Hello guys, welcome to channel. आज हामी डुल्न जाँदैछौँ दाजु र बहिनी भन्नु ल जाम आज हामी डुल्दैछौँ दादा र बहिनी. ला 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 जाम 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 भ्लग भ्लग गाइस ल यो चाहिँ हाम्रो बहिनी ल आज के देखाउने ल देखाउने तिम्रो काम हिलोमा नटेका ल ल हामी कहाँ जाँदैछौँ त्यो हिलै हिलो हिलै हिलो टेकेर गाइस यहाँ घर बन्दैछ देख्नु हेर्नुहोस् हेर्नुहोस् यस्तो छ अरू 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 यता बारीतिर जाने अब हामी ल है ल ल ल सँग भयो कि के हो यो खै 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 ल है ल ल त्यो छ यो राधेको गाई आज शिवरात्री शिव 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 हामी गाई देखाउन जाने ल देखाउ त ल तिम्रो साथीको घर हो यो अब हामी गाई हेर्न जाने ल हामी गाईको भ्लग बनाउँदैछौँ है गाई ल हाम्रो बहिनीले चाहिँ हामीलाई गाई देखाउने अरे ल हामी पर्खिँदैछौँ यस्तो छ है यहाँ घर बन्दैछ है राधे राधे जुम गर्न चाहिँ मिल्छ कि मिल्दैन यस्तो छ गाईजी यो चाहिँ बहिनी र म कहाँ छ पप्पी खै देखाउ त खै 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 यहाँ हाम्रो सानो पप्पी आऊ बाँधेको रहेछ नि त पप्पीलाई आऊ टोक्छ होला त्यो पप्पीले किन हो तिम्रो साथीले कुरेको तिमी यस्तो राम्रो लगाएछ यो त ल गाई हेर्न लाँदैछ नि बहिनीले ल आज देख्न सक्नुहुनेछ यी गाईहरू यो कुन ठाउँ हो भनिदेऊ ल धनबारी राधे राधे भक्तपुर आलुबारी पनि देखाऊ यहाँ आलुबारी यता 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 नि हेर्नुहोस् कि आलुबारी उता नि गाई छ ल देखाउँदैछन् ल कतिवटा यो सानो गाईको बाच्छाहरू गाईको बच्चाहरू बेबीहरू राष्ट्रिय जनावर है गाई यता पनि गाई छ यत्रो ठुलो सिङ भएको गाई यता चौरीमा जाने ल अब